कुर्दा बाइक एक्कासी बन्द भयो अरे। अब बाइकमा चाहिँ के खालको समस्या भएको रहेछ यसो मोबिलको नटहरू खोलेर हेर्दाखेरि जस भनौँ न इन्जिनभित्र पानी पो छिडेर बसेको रहेछ। इन्जिनभित्र पानी छिडिसकेपछि अलिकति त मोबिलहरू पनि झर्नु पर्यो नि। अब जस भनौँ न पानी छ भने इन्जिनको पानीहरू पनि झर्नु पर्यो। यसलाई चाहिँ हामीले एउटा जस भनौँ न मिटरको तार लिएर चाहिँ यसको भित्र हामीले कोचारेर हेरेको अब केही नटहरू भएर ब्लकहरू भएर बसेको हुनसक्छ होइन। तर यसमा चाहिँ हामीले 1/2 लिटर डिजल हालेर चाहिँ यसलाई चाहिँ हामीले टक्क स्टार्ट गर्छौँ। भनौँ न हाम्रो बाइकको जति क्लच प्लेटमा गएर लेदोहरू अड्केर बसेको छ भने यसरी हाम्रो बाइकको एकदम इन्जिनहरू राम्रोसँग सरसफाइहरू हुन्छ। हामीले चाहिँ जस 6 मिनट जति चाहिँ हामीले स्टार्ट गरेर राख्यो भने त्यसपछि चाहिँ हाम्रो बाइकको इन्जिनहरू पनि एकदम स्मुथ हुन्छ अनि हाम्रो इन्जिनहरू पनि टिकाउ हुन्छ। हामीले त्यो बाइकले चाहिँ जस भनौँ न 5 मिनट जति स्टार्ट गरेर राखेर अनि त्यसपछि बन्द गर्छ हामीले यसको मोबिलको नटहरू खोलेर हेर्छौँ होइन। जस भनौँ न कत्तिको लेदरहरू निस्किन्छ कि निस्किँदैन प्लिज तपाईँहरू चाहिँ मलाई कमेन्ट गर्नुहोस्। यदि तपाईँहरूको बाइकमा नि यस्तो समस्या आइरहेछ भने तपाईँहरू पनि एकचोटि अवश्य आफ्नो बाइकमा होइन डिजलहरू हालेर एकचोटि राम्रोसँग सरसफाइ गराउनुहोस् होइन। तर तपाईँहरू पनि देख्न सक्नुहुन्छ कति जतिको लेदरहरू पनि निस्किरहेछ। अब हामीले यसरी हालेर हाम्रो बाइकको एकदम राम्रोसँग सरसफाइ गऱ्यो भने हाम्रो बाइकको इन्जिनहरू पनि टिकाउ हुन्छ। अब जस भनौँ न हाम्रो बाइकको बाहिरको लुक्स मात्रै हेरेर हुँदैन क्या, हाम्रो बाइकको इन्जिन बलियो मात्र हुनु पर्यो क्या। अब कुनै ठाउँमा जाँदाखेरि हतपत धोकाहरू पनि नदियोस् बाइकले होइन। अब कुनै ठाउँमा कसैले लङको यात्रा गरिरहेको हुन्छ फ्याट्टै धोका दियो भने त तनाव पो हुन्छ।